ल गाइस, आज चाहिँ हामी आमा छोरा भएर कुखुराको खोरलाई भत्काएर फाल्ने सोच बनाउँदैछौँ। म कुखुरा लाइफमा पाल्दिनँ, किनभने पालेपछि खान नसकिने अवस्था, खानै मन नलाग्ने, माया लाग्ने। अनि त्यो दुइटामा नि एउटा मर्यो, एउटा मैले उतापट्टि घरको बुवालाई दिदिएँ। अनि अब चाहिँ म लाइफमा पाल्दिनँ। अब पालेर खानै नसक्ने भएपछि पाल्नु के, अन्डै मात्रै सधैँ तिनले दिन नि सक्दैनन्। त्यही भएर मैले कुखुरा नपाल्ने निर्णय गरेर आज खोर भत्काउँदैछु। आज हाम्रो स्याटरडे रमाइलो हुनेवाला छ। ल गाइस, भद्रको खोल बनाउनुहुन्छ। त्यसको खोरलाई कहाँबाट सुरु गर्ने हो? भत्काउन सजिलो बिचरा बनाउनलाई कति हप्ता लागेको थियो कि। ल यो सबै माया लाग्छ है, कहाँ राख्ने हो थाहा छैन, लोभ लाग्छ केहीमा काम लाग्छ कि भन्ने। अनि उही जस्ताको तस्तै सफा सेट बनाउनलाई गरेँ। भत्कियो, आजबाट कुखुरा खोर भत्कियो।